तिहार पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीय तिथिसम्म गरी 5 दिन मनाइन्छ। यसको सुरुवात काग तिहारबाट हुन्छ। नमस्कार, म कपिल गौतम। आज हामी काग तिहारको बारेमा थोरै चर्चा गर्नेछौँ। हिन्दू धर्मावलम्बीहरूको अर्को महान पर्व बडा दशैं सकिएको लगभग 2 सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ। काग तिहारको दिनमा यमराजको सन्देशवाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ। हाम्रो नेपाली समाजमा कागलाई सन्देशवाहक प्राणीको रूपमा लिइन्छ। अझै पनि गाउँघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारी दिएको मानिन्छ। कागले विशेष गरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ। त्यसैले अझै पनि आफ्नो घर आँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनास भनेर सुबोल अर्थात् शुभबोल भनेर भनिन्छ। हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरूको जन्म मृत्युको विवरण राख्ने गर्दछन् र त्यो विवरण पृथ्वी लोकमा ल्याउने र लैजाने काम कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ। आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ। त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ। यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। त्यसैले काग तिहारमा कागलाई घर आँगनमा बोलाइ घरमा बनेका खाद्यान्न परिकार खाना दिइन्छ। यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ। घर बाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खाना दिइन्छ। त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई पन्छी हो। यसले हाम्रो इकोसिस्टममा पनि ठुलो योगदान दिन्छ। हामीले लगाएको बाली नालीलाई हानि गर्ने किरा फटेङ्ग्रालाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ। यसले पर्यावरण स्वच्छ राख्न पनि महत्त्वपूर्ण भूमिका निभाउँछ। मानव सभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेको जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रूपमा पनि बुझ्न सकिन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई म बिदा हुन्छु।